यो संसारमा केही कुरा पनि फ्रीमा पाइदैन के। जे कुरा पनि फ्री भनेर आउँछ नि, देयर आर लट अफ हिडन प्राइजेस वी आर पेइङ के। जस्तै हामीले डिफ्रेन्ट सोसियल मिडियाहरू जस्तै टिकटक, इन्स्टाग्राम, फेसबुक, डिफ्रेन्ट वेबसाइटहरू लाइक युज गर्छौँ नि डेली लाइफमा। यु माइट थिङ्क इट्स फर फ्री, राइट? हामीले जस्तै यो त फ्री नै छ नि त, हामीले पैसा तिर्नु परिरहेको छैन नि त, त्यही भएर यो फ्री लाग्न सक्छ। तर एभ्री टाइम वी स्क्रोल इन्स्टाग्राम, फेसबुक, टिकटक, एभ्रिथिङ इज गेटिङ रेकर्डेड के हुन्छ नि। त्यो सबै कुराहरू कतै न कतै त सेभ भइरहेको छ के। र बेसिकली यो प्रोसेसलाई चाहिँ डेटा माइनिङ भनिन्छ के, होइन? अनि बिग कम्पनीज आर युजिङ इट। के हुन्छ नि, हाम्रो इन्ट्रेस्ट, हाम्रो ह्याबिट, हाम्रो फियर देखेर हामीलाई के कुरा मन पर्छ, हामीलाई के कुरा फ्युचरमा अब चाहिन सक्छ, र हामीले के कुराको बारेमा डिस्कस पनि गरिरहेछौँ हाम्रो ग्रुपमा, साथीहरूसँग के डिस्कस गरिरहेछौँ, त्यो कुराहरूको उनीहरूले सब एनालाइज गरिरहेको हुन्छ कि। र हाम्रो जस्तै तपाईँहरूले याद गर्नुभएको छैन होइन, हाम्रो सोसियल मिडियामा डिफ्रेन्ट एड्सहरू आउँछ नि, हाम्रो इन्ट्रेस्ट अनुसारको एडहरू आउँछ कि। डजन्ट म्याटर आइदर यु सर्च अर नट सर्च के हुन्छ नि। त्यो कुराहरू उनीहरू यस्तो एडभान्स छ नि होइन, उनीहरूले बुझ्छ कि हामीले जस्तै तपाईँहरूले आफ्नो डिभाइसहरू, फोनहरू सब बन्द गर्नु र तपाईँहरूले हुन्छ नि केही कुरा, एउटा कुनै पर्टिकुलर थिङको बारेमा कुरा गर्नुहोस्, त्यो कुरा नै हजुरको एड्सहरूमा आउन थाल्छ कि। जस्तै तपाईँले ट्रिपको बारेमा सोच्नु थाल्नु होइन, आई वान्ट गो टु ट्रिप इन पर्टिकुलर प्लेस लाइक बाली भन्नु, थाइल्यान्ड भन्नु, अथवा अरू कुनै देश, जापान भन्नु, अथवा कुनै देश भन्नु होइन, तपाईँहरूलाई थाहा नहोला होइन, तर एक दिन 2 दिनभित्रमा हजुरहरूको डिफ्रेन्ट सोसियल मिडियाहरूमा डिफ्रेन्ट तरिकाले होइन एडहरू आउन थाल्छ क्या। ट्रिपहरूको बारेमा हुन्छ नि, त्यहाँको प्लेसेसहरूको बारेमा हुन्छ नि, एडभर्टाइज गरेको कुराहरू त हजुरको सोसियल मिडियाहरूमा आउन थाल्छ कि। सो बेसिकली बिग कम्पनीज आर युजिङ आवर डेटा एज द हुन्छ नि प्रडक्ट के। हाम्रो डेटा उनीहरूको लागि एउटा प्रडक्ट हो कि हुन्छ नि। र उनीहरूले हाम्रो दिमागलाई नै स्टडी गर्ने एउटा मटेरियल बनाइसकेको छ यो कुरालाई। सो डेटा माइनिङ इज वान अफ द प्युरेस्ट फर्म अफ गोल्ड इन दिस वर्ल्ड राइट नाउ। सो तपाईँहरूले जे पनि गर्नुहुन्छ नि, लाइक नयाँ एपहरू डाउनलोड गर्नुहुन्छ, वेबसाइटहरू चलाउनुहुन्छ, त्यो गर्दाखेरि चाहिँ अलिकति ध्यान दिनु होला कि हजुरको प्राइभेसी कतै लिक भइरहेको छ कि छैन होइन। हजुरहरूले के कुराको पर्मिसन दिनु भएको छ, क्यामेराको, माइक्रोफोनको, लोकेसन